शिखर पानीद्वारा पनि हामीले यसरी मनी चलाएर पुण्यको लाभ गर्न मिल्ने अत्यन्तै चतुर दिमाग र अत्यन्तै फलदायक कार्य हो यो चाहिँ अत्यन्तै रमाइलो वातावरण भएको समुद्री सतहबाट लगभग 3200 उचाइमा रहेको सिन्धुपाल्चोक जिल्ला दलासा भन्ने ठाउँमा चाहिँ यो प्रकारले मनी खर्लोहरू बनाएको पाइयो। जो कसैले पनि यो उपायलाई अपनायो भने अत्यन्तै धर्मको ठुलो लाभ प्राप्त गर्न सकिन्छ भनेर चाहिँ जानकारी दिन चाहन्छु। र जसरी यो मनी सधैँ घुमिरहन्छ समस्त प्राणीको हर दुःखहरू कष्टहरू सबै समाप्त भएर सुखको आनन्द प्राप्त गरेर र धर्म कर्ममा आफ्नो जीवन यापन गरेर चाहिँ अन्ततः सुखवती लोकमा जन्म होस्। ओम मनी प्रेमी